यस्तो अब अहिले हामीले जनआन्दोलनको अनिश्चित तरिकाले चाहिँ हामीले आन्दोलन सुरु गर्ने आन्दोलन तयारी गर्ने भन्ने कुरा हो होइन। अब यसमा चाहिँ लाखौँ जनताहरू उत्रिनु भयो भने जनताले चाहनु भयो भने सबै कुरा सम्भव पनि छ र जनताले जनताको चाहना छ कि छैन त्यो बताइदिनुहोस् त। जनताको माग भएरै त अहिले अगाडि बढिरहेछौँ। अहिले चाहिँ 77 जिल्लाबाट जनता उर्लिन्छ जस्तो लाग्छ? हजुर उर्लिनुहुन्छ। 15 गते हेर्नुहोस् न हजुरले। साँच्ची हो? तयारी एकदम राम्रो। कति लाख जनता उत्रिन्छ जस्तो लाग्छ यहाँलाई? अहिले चाहिँ हाम्रो अनुमान चाहिँ 1 देखि 1.5 लाख मिनिमम पनि छ भने छ। अब त्योभन्दा अब अग्रपन्थीमा कतिमा आउनुहुन्छ, अगाडि कसरी आउनुहुन्छ भन्ने कुरा हो। मिनिमम हजुरको 1 देखि 1.5 लाख चाहिँ हामीले क्याल्कुलेट गरिसकेको। यदि तपाईँहरूले चाहिँ हचुवाको भरमा भनिरहनु भएको छ कि अथवा तपाईँको आन्तरिक तयारीको आधारमा भन्नुभएको छ, के छ त्यो आधार? तपाईँको 10 लाख अथवा 1.5 लाख जनता उत्रने के छ त्यस्तो आधार बताइदिनुहोस् थोरै। होइन, हाम्रो तयारी भएरै भनेको कुन जिल्लाबाट कतिवटा बस आउँदैछन्, कसरी तयारी। अब यो त अब हजुरको यो गणतन्त्रवादीहरूले दमन गर्नलाई रोक्ने छेक्ने पनि उनीहरूले पनि तयारी गरिरहेछन् अरे। त्यो कुरामा हामी कसरी अगाडि जाने त्यो सिलसिलाले चाहिँ हामीले अहिले क्याल्कुलेट गरेको चाहिँ त्यति हो होइन। भोलि गएर अब हजुरको आउँदै गरेको बसहरूलाई नै रोक्ने छेक्ने भयो भने त्यो माहौल अर्को डिफ्रेन्ट होला। तर अहिलेसम्म हाम्रो तयारी त्यही छ। भनेपछि अब के देख्नुहुन्छ 15 गते के हुन्छ होला बताइदिनुहोस् त। अब 15 गते चाहिँ अहिले हामीले एकदम हजुरको सभ्य तरिकाले राम्रोसँग हिंसात्मक नभइकन एकदम अगाडि राम्रोसँग चाहिँ हामी गणतन्त्रवादीहरूलाई चाहिँ आफै हजुरहरू सुध्रिनु भनेर उहाँहरूलाई मौका दिन खोजेको हो होइन। हामीले त्यस्तो हिंसा गरेर रगत बगाएर गर्ने आन्दोलन पनि होइन यो होइन। त्यो हिसाबले उहाँहरूले आफै बुझेर छोडिदिनु भयो भने अझ राम्रो। तपाईँ त युवा हो, युवाहरूलाई त अहिले लोकतान्त्रिक